नमस्ते, मेरो नाम होमबहादुर तामाङ। मेरो जन्मस्थान रामेछाप जिल्ला, अहिलेको चाहिँ दोरम्बा पालिका भन्छ। रामेछाप जिल्ला भने चाहिँ सिन्धुपाल्चोक जिल्लासँगै जोडेको, सिन्धुपाल्चोक जिल्ला चाहिँ टिपेसँग जोडेको जिल्ला। अनि मेरो थाङ्का चाहिँ यो पुस्ता पुस्ती नै लेख्दै आएको। म चाहिँ 11 वर्षदेखि म थाङ्का पेसा गर्दै आएको। हजुर 11 वर्ष हुँदादेखि भन्नुभयो है? हजुर। अनि सुरुमा हजुरले यो थाङ्काको शिक्षा कोबाट प्राप्त गर्नुभयो भन्ने कुरा बारे थोरै? मेरो चाहिँ 10 वर्षको मेरो बाउ चाहिँ नि बितिनु भयो। त्यसपछि मभन्दा माथिल्लो मेरो साइनो दाइले मलाई सिकाउनु भएको। अहिले उहाँ चाहिँ रिटायर हुनुभएको छ। हजुर त्यसपछि भक्तपुर आएर बस्नुभयो, पाटन सर्नुभयो भन्ने कुरा थियो है? त्यतिखेर रामेछापमा हाम्रो थाङ्का बिग्रेन। त्यहाँ लेख्ने क्रममा चाहिँ म भक्तपुर आयो, भक्तपुर बस्ने अनि त्यहाँ बेच्ने गर्थ्यो। त्यसपछि चाहिँ 2045 सालमा चाहिँ म पाटनमा सारेँ। ठिक छ सर, अब थोरै तपाईँको कामको विषयमा कुरा गरौँ है। तपाईँले कोर्नुभएको थाङ्कामा के कस्ता विशेषताहरू पाउन सकिन्छ, कुन कुन विधामा आधारित भएर बनाउनुहुन्छ भन्ने बारे केही? यो हाम्रो विधा भन्नाले हाम्रो चाहिँ यो ट्रेडिसनल परम्परा विधा हो। यो चाहिँ बुद्धिस्ट फिलोसोफी अनुसारको, दर्शन अनुसारको विधा गर्नुपर्छ। हजुर, तपाईँले विशेष चाहिँ के बनाउनुहुन्छ? तपाईँको आफ्नो विशेषता केमा छ? कुन चाहिँ बनाउन चाहिँ मलाई बढी रुचि लाग्छ जस्तो के छ? मलाई लाग्ने त सबै यो राम्रै छ। विशेष गरी हाम्रो मानव जीवनको लागि अति नै सुरुवातमा एउटा दर्शन चाहिँ व्हील अफ लाइफ, भावचक्र, अथवा इङ्ग्लिसमा लभ नेपाली भावचक्र भन्छ। त्यसको चाहिँ एकदमै गहिरो फिलोसोफी छ त्यसमा चाहिँ, दर्शन र फिलोसोफी। त्यो चाहिँ मलाई अलिक मनपर्छ। प्रायः जस्तो मैले मेरो जीवनमा लेखेको धेरै त्यही लेखेँ। आफूले बनाउँदा पनि त्यही नै बनाउन रुचि राख्नुहुन्छ होइन? अरू बाँकी त लगभग हामीले तपाईँको बारेमा सर्च गरेका छौँ। अनि थोरै एउटा यस कला प्रवर्धन र जोगर्धन गर्दै जाँदा, थाङ्काको कला प्रवर्धन र जोगर्धन गर्दै जाँदा तपाईँले यस क्षेत्रमा के कस्ता पुरस्कार प्राप्त गर्नुभएको छ भनेर फेरि भनिदिनुहुन्छ? यसमा मलाई यो नेपाल सरकारले पनि यसको सिटिभिटीले पनि एउटा सर्टिफिकेट दिएको छ। अनि त्यसपछि यो ललित कला प्रकाशनले पनि मलाई यसपालि दिँदैछ। अनि यो थाङ्का सँगसँगै मैले एक्जिबिसन गर्दा इन्टरनेसनल फेयरमा, चाइनामा, जापानमा, थाइल्यान्डमा, त्यस्तै विभिन्न खालको गर्दा नेपालमा थुप्रैले चाहिँ सम्मान गरेको छ भने थुप्रै सम्मानहरू प्राप्त गरिसक्नु भएको छ भन्नुभयो। अब हाल हजुरसँग कतिजना विद्यार्थी हुनुहुन्छ र रोजगारको सिलसिला, शिक्षा र रोजगार गरी तपाईँसँग कति जनसङ्ख्या चाहिँ आबद्ध हुनुहुन्छ त तपाईँसँग? मसँग यो भूकम्पभन्दा अगाडि चाहिँ 300 जना थियो। पछि भूकम्प आएपछि मेरो बन्द भयो। अनि त्यो अर्डर पनि क्यान्सल भयो, इन्टरनेसनल अर्डर थियो। त्यसपछि बिस्तारै बढ्दै थियो। अनि पछि कोरोनाले एकदमै 90% नै खतम भयो। अब अहिले चाहिँ बिस्तारै कोरोनापछि बढ्दैछ। अहिले टोटल चाहिँ मेरो प्रत्यक्ष 130 जना जति छ। अब अन्तिममा थोरै एउटा कुरा गरौँ। हजुर, विश्व बजारमा थाङ्काको प्रभाव कस्तो छ, कसरी बेच्न सकिरहेको छ, अथवा कसरी त्यसले के कस्तो हुन्छ नि, तरलता के कस्तो छ, कसरी बिकिरहेछ, कतिको गइरहेछ भन्ने बारे केही हजुरको छ? अहिले चाहिँ विश्वमा थाङ्काको चाहिँ डिमान्ड चाहिँ एकदमै धेरै छ। कहिले अब इकोनोमिक तलमाथि भएको मात्रै हो। किन बढेको छ भने यो वस्त्रयान बुद्धिज्म चाहिँ अहिले वर्ल्डमा, युरोपमा, जस्तो अमेरिकामा, एसियामा, मुस्लिम कन्ट्रिज बाहेक सबैमा फैलिरहेको छ। त्यस कारण यसको माग चाहिँ एकदमै छ, राम्रो छ, भविष्य एकदमै राम्रो छ। जतिजना यो वस्त्रयान बुद्धिज्म चाहिँ वर्ल्डमै फैलिँदै यो थाङ्का चाहिँ माग चाहिँ बढेकै हुन्छ। अनि लास्टमा हजुरसँग सम्बन्धित भएर हामीसँग अथवा हामीसँगै भनौँ न, हाम्रो यो सहकार्यमा सम्बन्धित भएर थाङ्का किन्न आउने व्यक्तिलाई तपाईँले केही भन्न चाहनुहुन्छ? जति चाहिँ वर्षमा थुप्रै भिजिटर हुन्छ। उहाँहरूले चाहिँ प्रायः जस्तो पहिला कति वर्ष अगाडि भिजिट किन्नु पनि आएर
फेरि फेरि तपाईँ किन भएको छ, उहाँले मलाई सम्झिनु भएको छ। र उहाँलाई पनि म के छ भने उहाँले फर्केर किन भएकोमा उहाँ चाहिँ हृदयदेखि नै हाम्रो कम्पनी चाहिँ पुरानो कम्पनी, यो बौद्धमा 32 वर्ष अगाडि थाङ्गा पसल थिएन। मैले सुरु गरेको त्यो पुरानो हिसाबले मेरो एउटा क्वालिटी सबै हिसाब चाहिँ उहाँले मलाई पनि धेरै उहाँले सहयोग गर्नुभएको छ, किनेर मन पर्नुभएको छ। त्यसको लागि म उहाँ सबैलाई हृदयदेखि नै म धेरै धन्यवाद दिन चाहन्छु। हजुर, अनि थाङ्गा चाहिँ हाम्रो जीवनमा थाङ्गाले के कस्तो प्रभाव पार्छ होला त? अन्तिम एउटा चाहिँ एकदमै किन जरुरी छ जस्तो लाग्छ तपाईँलाई? एकदमै महत्त्वपूर्ण कुरो छ यो थाङ्गाले चाहिँ। थाङ्गा भनेको चाहिँ अर्को कुनै त्यो आर्ट पेन्टिङ जस्तो चाहिँ होइन। यस्तो भएर सांसारिक भन्छ नि, लौकिक शक्ति, सांसारिक जीवनलाई पनि यो थाङ्गालाई अगाडि राखेर थाङ्गाको दर्शन बुझेर त्यसको जीवनमा दैनिक लागू गऱ्यो भने त्यसको दर्शन छ, फिलोसोफी छ, साइन्स छ। यो लागू गरेर दैनिक जीवनमा उ गऱ्यो भने जीवन एकदम सुखमय जीवन बिताउन यसको एकदम महत्त्वपूर्ण छ। त्यति मात्रै होइन, यसको अब विशेष गरी हाम्रो बुद्धिस्ट प्राक्टिसहरूले चाहिँ तपाईँको भविष्यमा मरेपछि के हुन्छ त, कहाँ पुग्छ हुन्छ भन्ने कुरा चाहिँ, किनभने चाहे धर्म चाहिँ बुद्धिस्ट मानोस्, हिन्दुस मानोस्, क्रिस्चियन मान्दै नहोस्, मान्छे त मृत्यु त निश्चित छ। जन्म त सत्य हो, जन्मेपछि बुढो हुन्छ, बुढोपछि बिराम हुन्छ, मृत्यु छ। मृत्युसँग चाहिँ धेरै रिलेट छ। मृत्यु हुँदा पनि अब कसरी मृत्यु हुने त भन्ने एउटा चाहिँ त्यो थाङ्गाले छोटकारीमा के देखाउँछ भने वे अफ लिभिङ, वे अफ डाइङ एकदमै महत्त्वपूर्ण लाग्यो। त्यस्तो भएको हुनाले यो थाङ्गा कहाँबाट सुरु भएको भन्दाखेरि भगवान बुद्धले 2500-2600 वर्ष अगाडि तेस्रो टिचिङमा आधारित छ। यो चाहिँ मानव कल्याण हितको लागि हो, कुनै सम्प्रदायको कुरा होइन। अनि थाङ्का आर्टले के देखाउँछ भनेदेखि थाङ्का भनेको चाहिँ थाहा पाउने हो। के थाहा पाउने भने कुनै पनि कार्य बनाउनको लागि एउटा कारण चाहिन्छ। त्यो कारणबाट एउटा कार्य बन्छ, त्यो कार्य चाहिँ फेरि अर्को कार्यले कारण बन्छ, एक अर्कामा निर्भर छ नि। जस्तो हामी अहिले यहाँ खिचिरहेको छ, म बोलिरहेको छु, हजुर सबै एक अर्कामा निर्भर छ नि। हामी हजुरको टिम 7 जना हुनुहुन्छ, त्यसले फोटो खिच्ने काम भइरहेको छ, यसको कारण छ नि। यसको फेरि कार्य आउँछ नि, एकदमै महत्त्वपूर्ण हुन्छ। र थाङ्गा भनेको के हो भने संसारको युनिभर्सल छ नि, यो प्राकृतिक नियम जस्तोको तस्तो स्वभाव धर्म थाहा पाउनलाई थाङ्गा भन्छ। एकदम महत्त्वपूर्ण छ। हजुर, अब हामी जस्ता युथहरू जो चाहिँ थाङ्गासँग अलिकति पर छौँ नि, थाङ्गाको रियालिटीसँग अलिकति पर छौँ नि, त त्यस्ता युथहरूलाई के सजेसन दिन चाहनुहुन्छ? एकदम महत्त्वपूर्ण हो। विशेष गरी म अहिले युथहरूले सिकाउँछु, त्यो मात्रै दर्शनलाई पनि सिकाउँछु। अब अहिले चाहिँ वर्ल्डमा एकदमै धन सम्पत्ति मान प्रतिष्ठा त छँदैछ, तैपनि धन सम्पत्ति मान प्रतिष्ठाले पनि मान्छेले खुसी भए। हजुर यहाँ आउनुभयो होला, ट्याक्सी चढेर आउनुभयो कि कार चढेर आउनुभयो कि प्लेन चढेर आउनुभयो, त्यो थाहा भएन। त्यो हिँडेर आउने कि त्यो थाहा भएन। हिँडेर आएमा अलिकति असुविधा हुन्छ, समय लाग्छ। ट्याक्सी चढेरमा अलिकति छिटो भयो होला। पैसाले त्यो सुविधा चाहिँ हो, खुसी चाहिँ होइन। त्यस कारणले अहिले यो जुनै पनि सुखमय जीवन कसरी जिउने र अर्को जो अब निर्वाणको कुरो धेरै टाढो छ, छोडिदिनुहोस्। सांसारिक जीवनमा धन सम्पत्ति मान प्रतिष्ठा भए तापनि चाहिन्छ, तर सुख कसरी जिउने भने यसमा ह्याप्पी कसरी ल्याउने भन्ने यसमै छ, दर्शन छ। त्यस कारणले अहिले युथहरूलाई मेडिटेसन महत्त्वपूर्ण छ। मेडिटेसन गर्दाखेरि भिजुलाइजेसन गर्नुपर्छ। त्यसपछि यसको दर्शन चाहिँ जान्नुपर्छ, मेन दर्शनहरू। त्यसको 4 आर्य सत्य भन्छ। दुःख सत्य छ, दुःखको कारण छ, सुख पनि छ, सुखको पनि कारण छ। हामीले त त्यो सुखको कारण पनि थाहा छैन, दुःखको कारण। दुःख आयो भने हामीलाई हत्तिन्छ, सुख आयो भने हामीलाई खुसी जस्तो हुन्छ। छिनछिन खुसी जस्तो, छिनछिन दुःख जस्तो। र कुनै चिजहरू सम्भव हुन्छ, त्यसमा अति नै हामी खुसी हुन्छ। सम्भव छैन, अति नै दुःखी हुन्छ। यो थाङ्गाले के बताउँछ भने कुनै चिज तपाईँसँग सम्भव छ, त्यसमा चिन्दै नगर्नुहोस्।
सम्भवै छैन त्यसमा चिन्दै नगर्नुहोस्। किन चिन्दै गर्नु? यो कुरा महत्त्वपूर्ण